नमस्ते साथीहरू, हजुरहरूलाई स्पेनिश बाई ममताको पाठ 3 मा स्वागत छ। वेलकम टु लेसन 3, बिएनभेनिडोस आ ला लेसियोन 3। आज हामी सिक्न जाँदैछौँ स्पेनिश ल्याङ्ग्वेजमा हामीले साताका दिनहरू कसरी भन्ने। ल त सुरु गरौँ है। मन्डे, सोमबार, स्पेनिशमा एल लुनेस, एल लुनेस, ट्युजडे, मंगलबार, स्पेनिशमा एल मार्टेस, वेनसडे, बुधबार, एल मियरकोलेस। अब नेक्स्ट थर्सडे, बीवार, स्पेनिशमा एल jueves, फ्राइडे, शुक्रबार, स्पेनिशमा एल viernes। अब बाँकी दिनहरू छन् सैटरडे, शनिबार, स्पेनिशमा एल sábado, संडे, आइतबार, स्पेनिशमा एल domingo, ल त अब हामीले नामहरू जानिसक्यौं। अब एकचोटि नेपाली हटाएर स्पेनिशमा मात्रै पढौं। Los días de la semana: el lunes, el martes, el miércoles, el jueves, el viernes, el sábado, el domingo। हजुरहरूले यसलाई घरमा राम्ररी प्र्याक्टिस गर्नुहोला र अब हाम्रो भेट अर्को भिडियोमा हुनेछ। धन्यवाद। Gracias. Adiós.